हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ फेरि धेरै दिनको बादमा चाहिँ मैले भिडियो बनाउँदैछु हो। अन्त आज चाहिँ हाम्रो एकदमै स्पेशल छ हो। अन्त आज चाहिँ हामी कहाँ जान आँटेको छौँ भने चाहिँ तपाईँहरूलाई देखाउँछौँ। आज स्पेशल मान्छेको बर्थडे छ हो। अन्त हामी चाहिँ त्यही बर्थडेको लागि जानुको लागि रेडी भइरहेको छ। कति बजी भने अरे 6:38 भयो अहिले चाहिँ हो। अब हामी चाहिँ जाने घरबाट निस्किन आँटेको छ। गाडी पनि रेडी छ हो। अन्त छमहरू चाहिँ यहाँ अगाडि उपरनिर हुनुहुन्छ। अन्त चाहिँ अब हामी यहाँबाट निस्किने हो। अन्त सबैजना आइपुगेकै छैन, त्यही भएर हामी चाहिँ यहाँ पर्खिरहेको छ नि त हामी दुईजना चाहिँ। अन्त ऊ पनि घरबाट आइरहेको छौँ बर्थडेको लागि नै भनेर। अब लेट्स हामी कहाँ जान्छ म तपाईँहरूलाई सबै अपडेट दिन्छु हो। र यहाँनिर बर्थडे गर्ल चाहिँ यहाँ छ हो। यहाँ छ, हामी सबैजना वेटिङ गरिरहेको छ हो। हामी चाहिँ यहाँनिर कसलाई पर्खेको, सीमा भाउजूलाई पर्खिरहेको छ यहाँ डाँडामा हो। अब अन्धकार भइसक्यो। बाई, दुईजना चाहिँ गएन हो, यहाँ बसिरहेको छ। लु त्यहाँ खोइ उयो। लु अब हामी चाहिँ यहाँबाट हिँडेको हो। लु चल चल। लु यिनी बुझेर यहाँनिर हाम्रो भाउजू नि आइपुग्नु भयो। र हाम्रो चाहिँ कहाँ जाने भनेर डिसाइड भएकै थिएन हो। अन्त अब हामीले यहाँनिर गाडीमा डिसाइड गऱ्यौँ। त्यहाँनिर नर्मलमा एउटा क्याफे छ अरे, त्यहाँ जाने भनेर हो। अन्त अब हेरौँ। र यो देख्दै गर्नुभएको जग्गा चाहिँ हो हाम्रो कालिम्पोङ हो। राति जस्तो दामी देख्दो रहेछ हो। हामी चाहिँ कहाँ आइपुग्यो भन्दा चाहिँ हामी यहाँ नर्मलको यहाँ माथि चङ्की मङ्की भन्नेमा आएको छ हो। अन्त अब मेरो चाहिँ हातमा पुरा सामानहरू छ, ऊ यता पुरा सामानहरू छ। त्यही कारणले गर्दा चाहिँ म तपाईँहरूलाई अलिकति मात्रै देखाउँछु यहाँको भ्यू ल। यो चाहिँ हो तपाईँको चङ्की मङ्की। लु नानी हिँडौ। हामी चाहिँ यहाँबाट रोड क्रस गरेर चाहिँ उतापट्टि जानु पर्ने हुन्छ। यो हामी चाहिँ जाँदैछौँ। र यो क्याफे चाहिँ म पनि कहिले गएको छुइनँ हो। कस्तो छ भनेर चाहिँ अब त्यहीँ गएर म तपाईँहरूलाई देखाउने छु। उकालो जानु पर्दो रहेछ हो। यहाँको भ्यू चाहिँ दामी रहेछ। आई होप भित्र पनि राम्रै छ होला भनेर यहाँ चाहिँ छु म। मेरो हातमा चाहिँ यहाँ केक, यो केक पनि बाङ्गो भइसकिसक्यो हो। आई डोन्ट नो अब कस्तो भइसकिसक्यो यो केक भनेर। आइयो यहाँ चाहिँ पुल रुम पनि रहेछ हो। यो हेर्नुहोस् न। लु यो भित्रको नजारा चाहिँ यस्तो रहेछ। वाह दामी रहेछ, दामी। यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो दामी देख्दो रहेछ कि। यो चाहिँ हो हाम्रो कालिम्पोङ। अन्त यो तल देख्दै गरेको चाहिँ टिस्टाहरू हो। यो तलको चाहिँ हो, यो चाहिँ टिस्टाहरू हो। वाउ दामी। हजुर तिमीलाई मन पर्यो? वाउ कस्तो दामी देखेको नि। लु हामी चाहिँ यहाँनिर हो अर्डर दिइरहेको छ। यो चाहिँ रहेछ मेन्यू हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसको प्राइसहरू चाहिँ एकदमै रिजनेबल रहेछ हो। तपाईँहरू पनि आएर इन्जोय गर्न सक्नुहुन्छ। अन्त यहाँ
कोहीले चाहिँ यहाँ फुलै नछोडेर फेरि यहाँ हाम्रो बर्थडे गर्ल चाहिँ यता हुनुहुन्छ हो यहाँबाट चाहिँ भ्यू यस्तो दामी देखिरहेको छ यहाँ हेर न तेन्साङ मजा आउँदैछ दिप्ती मजा आउँदैछ अहिले गर्नुपर्छ यहाँनिर चाहिँ फोटोको लागि यहाँ प्लेस रहेछ हो यहाँ पनि छ फोटोको लागि प्लेस यता पनि रहेछ यस्तो यहाँनिर चाहिँ छ तपाईँको म्युजिकहरू क्यारोके गर्ने यता पनि रहेछ बस्ने ठाउँहरू यहाँ पनि रहेछ हाम्रो चाहिँ अब आधी चाहिँ आइसकेकै छैन हो हामी चाहिँ पर्खिरहेको छौँ अलिअलि अर्डरहरू चाहिँ दिइरहेको छ हो हेलो अब चाहिँ हामी केक काट्नु आँटेको छोरी मेरो ब्यागका छ गर्ल इज रेडी टु कट द केक एन्ड यहाँनिर चाहिँ हामी सबैजना आइपुग्नु भइसक्यो छम्कोमा छौँ तेन्साङ She is so excited. He is so excited. 1, 2, 3, start. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. नखानु हेलो हेलो कस्तो लाग्यो ऱ्याबिट दामी दामी खोइ कस्तो भयो यहाँ खानु खोइ तिम्रो भएको नि उयो रहेछ हो भ्यू चाहिँ यस्तो दामी देखिरहेको छ यहाँबाट लु खाना यो बहिनी आउनु पाल्छु यो चाहिँ हाम्रो खाना अब टेस्ट गरेर भन्नुहोस् भेज कस्तो छ यो चाहिँ भेज हो अरू चाहिँ सबै नन भेज एउटा चाहिँ भेज हो लु खाना आउनु पर्यो ल अब चाहिँ हामी यहाँबाट निस्केको हो आज जान आँटेको किनभने चाहिँ अब अहिले चाहिँ कति भयो भन्दा चाहिँ 10:30 10:35 भइसक्यो अन्त सबै खानासाना खाएर पनि अब निस्केको ओके एभ्रीवान बाई सी यू नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ